तपाईँले त्यही पनि मेरो मोबाइल मान्छे ट्याग गर्नु कस्तो यो त ट्यागै गरेर ढोका खोलेर बाहिर त्यति बाहिर हेरेथे चार्जर पनि निकालेर ल्याइदियो रिचे सुट भोलि भाषर खुवाएर पठाइदिनु उसलाई चाँडै वो बेरे चाँडै हो भाषा खुवाएर क्लास लाग्छ होस् के हुँदैन भाषर खुवाएर क्लास राम्रो लाग्छ कुन हालेको रहेछ त्यो हालेर उयो गरे त्यो जान्ने केमा इन्स्टा मेरो दिदीको यसमा के व्हाट्सएपमा यो हालेछ सबै मेरो जति सबै हाल्दैन ओ यो त राम्रो आएछ त हेर्नु नि यो कति राम्रो खिच्ने मान्छे को हो ओ त्यो पुटिमा गर्नु है त जता वाउ ए कस्तो गोल रहेछ त ए हेर्नु न यहाँ सिडीको राम्रो आएन नि हेलो भन्न त्यो त राखु लुगा लगाएर खिचेको हो त्यो भर्ती ए म भर्खर आएको उता घुमेर सही देख्दै है पैसा सक्यो आज गोदाबारी गएर आएको भर्खरै यो म त यसले वो वाउ भने जस्तै लाग्यो म भर्खर आएको यार तपाईको आइडी छैन दिदी से दिदीको ट्याग गरिदिन्छ मसँग छैन यार ल खाना खाएर अब यहाँ सुत्नु लाग्नु गाना पनि ओल्ड भन्छ छपरी रे यस्तो दामी त छपरी भन्छ अब फलो गरेको छ आइडिया हुँदैन कस्तो ट्रेन्ड मात्रै छ मेरोमा त त्यसको मलाई कस्तो राम्रो आएछ होइन यसैले खिचेको राम्रो आएछ स्टाइल बाहिर फोटोहरू हाल्यो भने पछि सबैले हेर्नु हुन्थ्यो नि आफ्नो बनाइदिनु न तपाईँ चाहिँ आएन दिदी इन्स्टाहरू फेसबुक ग्रुपको अनि त्यसपछि पछि फोटो डिलिट गरिदियो है लागेर तँलाई बिरालो छ अस्तिदेखि राख्नु त भएको देखेर आयो ग्रुपको बाँकी छ होला यो पूर्णिमा श्रेष्ठ भन्ने को यार हाम्रो त सबै साथीहरु स्टोरी हेर्नु चाहिँ भ्यायो थालामा रिप्लाई नि दिएको छैन पैसा माग्नु भनेको